त्यही भएर मैले बनाउने कोसिस गरिरहेको छु। पुगेछ, यो त कटिङ भइसक्यो। अब यसको कटिङ बाँकी छ। बुढी पनि बिमार भइरहेछ, त्यही भएर मैले हल्का बुढीलाई सघाइदिएको। मैले बादमा अरू भिडियो पनि हाल्छु तपाईँलाई। कटिङ सुरु भइरहेछ। आधी कटिङ गरिसकेँ, अब हेर्दै गर्नु लास्टमा देखेँ तपाईँलाई। अब यो सुपको तयार गर्नु गोभी हाल्ने हो, हल्का बिन काटेर गाजर अथवा मुला पनि एड गर्छु। हल्का ग्यास कम गर्नु, हल्का हल्दी एड गर्नुहोस् न। हल्दी एड गरेपछि हल्का लाल मिर्च कम्ती हाल्नुपर्छ। हल्का भुटेपछि अब यसमा हल्का यसलाई कम्ती अलिकति यसमा भेज सुप एड गर्ने हो। भेज सुप एड गरिसकेपछि यसमा भेजिटेबल स्टक पनि एड गर्ने हो। हल्का आफ्नो टेस्टको हिसाबले कति हाल्नु मलाई त्यसरी एड गर्ने हो। अब यसमा अब 10-15 मिनट हल्का यसलाई बोइल गर्ने हो। त्यसपछि फेरि हाम्रो सुप तयार हुन्छ। आज चाहिँ मेरो बुढाले चाउमिन थुक्पा बनाएको चाउमिन